छोरीले चाहिँ आज साथीहरू के अरे त्रिभुवन युनिभर्सिटीबाट चाहिँ मास्टर्स चाहिँ क्लियर गरेको उपलक्ष्यमा यहाँ मलाई लड्डु दिँदै हुनुहुन्छ। उहाँ चाहिँ उसिन तामाङ हुनुहुन्छ होइन, त्यसले एउटा योग्य नागरिक पाएको छ। यो खुसियालीमा हो है। अब राज्यले त्यो चाहिँ सदैव गर्नु पर्यो योग्य नागरिकलाई। अब कुन उयसमा चाहिँ होइन, अब प्रयोग गर्ने हो भनौँ न होइन। उता आन्टीलाई पनि दिँदैछ, अब आशीर्वाद पनि दिँदैछ है। कविता सुष्ट आशीर्वाद दिँदै हुनुहुन्छ। डल्लेलाई पनि दिइस्, डल्ले पनि दिदी अङ्कल। ए ल है, अब आफ्नो त दायित्व पुरा भयो। यहाँ चाहिँ छिमेकीहरूको घर पनि बन्दैछ। अब उसको ठुलो मम्मीलाई होइन जाँदैछ। अब यसले चाहिँ पास गर्यो, मास्टर सक्यो कि एउटा उसलाई सन्तोषलाई। यहाँ ठुलो मम्मीलाई पनि दिन गइरहेछ। क्यामराम्यान फोकस। कङ्ग्रेचुलेसन एन्ड सेलिब्रेसन। अलिकति मुखमा मात्रै खुवाइदिनु। जिस्काउँदै ठुलो बाबु ठुलो मम्मीले जिस्काउँदैछन् यहाँ छोरीलाई। लु खुवाइदे ठुलो बाबुलाई छोरी खुवाइदे। फेरि सुगर बल्ल खाँदा हुन्छ। कहिले काहीँ हुन्छ केही घिउको रहेछ हौ, घिउको। कङ्ग्रेचुलेसन। थ्याङ्क यू। अलिक हात्ती झरेको दक्षिणा 1010 थ्याङ्क यू सो मच नाना। भाग्य माने यही पैसाले म अब लाग्छु। ठुलो मम्मीलाई पनि खुवाउन। ल छोरीले ग्रेजुएट मास्टर क्लियर गरेकोमा चट्ट विष्णुले मैले खुवाइँदैन, थोरै खुवाइदे, सुगर छ। लु आशीर्वाद दिनु छोरीलाई। ऊ बहिनीलाई दिए। कङ्ग्रेचुलेसन भन्नु छोरीलाई, आशीर्वाद दिनु। ए ल है, ऊ ठुलो मम्मीले ऊ छोरीलाई आशीर्वाद पनि दिइसक्नु भएको छ। फेरि नाच्न। ल लड्डु खाना आउनु छोरीको। दादाले पनि एक दिन लड्डु खाके दोठो लड्डु खाके दोठो सक्यो नि खाना लड्डु। उयो मास्टर सकेको नि, मास्टर क्लियर भएको। आउनु न। ल नातिनी ग्रेजुएसन पास गरेको, उयो मास्टर सकेकोमा भएर आउँछ एकदम। त्यो राखिदिनु नि नानीलाई। तिमीहरूले पनि खायौ त, तिमीले पनि खायौ, यिनीहरूले पनि खायो। ए यही त छ त यो घरमा।
राम्ररी दिनु पर्दैन खायो हातमा टोक्ला नि उता राम्ररी जोगिएर दिनुपर्छ माया एक ठाउँमा लु खायो लु धन्यवाद